नमस्ते साथीहरू, आज पनि आइसकेको छु म अर्को भिडियो लिएर। धेरै समय पछाडि भिडियो मैले आज चाहिँ भिडियो बनाउन गइरहेको छु। त्यस्तै मेरो कारण व्यस्तता यस्तैको कारणले गर्दाखेरि भिडियो बनाउन सकिरहेको थिइनँ हैन। सो हजुरहरू समक्ष चाहिँ म एकदम दूर भइरहेको थिएँ हैन। अब चाहिँ फाइनली मैले अब चाहिँ ब्याक टु ब्याक भिडियो बनाउने भनेर सोचिरहेको छु, प्लान बनाइरहेको छु। त्यस्तै मेरो घरकै समस्याले गर्दाखेरि भिडियोहरू बनाउन सकिरहेको थिइनँ। सो आज चाहिँ हजुरहरूलाई धेरै दिनपछि भनौँ हैन भिडियो स्टार्ट गर्न गइरहेको छु। न्यू डे न्यू भिडियोसँगै आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला भन्ने विश्वासको साथमा आज पनि मैले एनदर भिडियो सुरु गर्न गइरहेको छु है त। कहाँबाट हेर्दै हुनुहुन्छ, यदि हजुरहरूले चाहिँ मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने पक्कै पनि तल रहेको सब्सक्राइब बटनलाई एक सब्सक्राइब गरेर चाहिँ बेल आइकन पुस गरिराख्नु भयो भने अन्य भिडियोहरू पनि मेरो हजुरहरू समक्ष आउनेछ। सो हजुरहरू मेरो भिडियो पुरानो पहिल्यैदेखि हेर्दै आउनुभएको छ भने पक्कै पनि एक लाइक सेयर गर्न नभुल्नुहोला भन्दै आजको भिडियो सुरु गर्न गइरहेको छु। आशा छ हजुरहरूलाई मेरो भिडियोले केही न केही हेल्प गरिरहेको छ होला भन्ने विश्वासको साथमा मैले आफूले गर्दै गरेको मेरो आफ्नो एक्सपिरियन्सहरू चाहिँ हजुरहरूलाई सेयर गर्ने गरेको छु। सधैँ पनि म यही भन्ने गरेको छु कि तपाईँको चाहिँ एकदमै धेरै ओपन पोर्स भएर चाहिँ तपाईँहरूलाई एकदम फेस एकदम डार्कनेस भएर तपाईँहरूलाई दिक्क भइराख्नु भएको छ। त्यसो हो भने आजको भिडियो तपाईँको लागि हुनेछ। सुरुदेखि अन्तिमसम्म हेरेर भिडियोको फाइदा लिनुहुन पनि अनुरोध गर्छु है त। तपाईँहरूको यदि ओपन पोर्स एकदमै धेरै ओपन पोर्स भइरहेको छ भने तपाईँले यो फलो गर्नु भने चाहिँ यो भिडियो फलो गर्नु भने पक्कै पनि तपाईँलाई केही न केही राहत हुनेछ। एकचोटिको वान टाइम्स युजमा नै यस्तो अमेजिङ रिजल्ट आयो है मेरो चाहिँ। तपाईँले पनि एकचोटि युज गरेर हेर्नुहोस् हैन। एकचोटि नै युज गर्दाखेरि नै बिफोर आफ्टर तपाईँको यति धेरै चेन्ज देख्न सक्नुहुन्छ। तपाईँले बिफोर र आफ्टरको फोटो खिचिराख्नु भयो भने पनि यस्तो राम्रो भिजिबल टाइपको हैन चेन्जेस देखिन्छ। तर तपाईँले एक महिनासम्म चाहिँ हप्तामा एकचोटि मात्रै यो प्रोसेस गरेर हेर्नुहोस् हैन, तपाईँको स्किनमा यति चेन्जेस आउँछ साथीहरू है, कुरै नगरौँ। एकचोटि युज गर्ने एकचोटि तपाईँले प्रयोग गरेर हेर्नुहोस्। यदि तपाईँलाई हो रहेछ लाग्यो भने तपाईँ चाहिँ भिडियोको मुनि कमेन्ट आएर यस हो रहेछ भनेर चाहिँ कमेन्ट गर्नु होला है त। तपाईँलाई तपाईँको चेन्जेस आएपछि तपाईँले पक्कै पनि भन्नुहुनेछ। त्यसको लागि चाहिँ अब आजको भिडियो सुरु गरौँ हैन। तपाईँलाई चाहिँ के चाहिन्छ त, इन्ग्रिडियन्ट्सहरू के चाहिन्छ भनेर तपाईँलाई लागिरहेको छ भने हाम्रै किचनमा रहेको हैन, किचनमा हामी सबैले खाने गरेछौँ अन्डा हैन। यो अन्डाको वाइट भाग मात्रै क्या, सेतो भाग मात्रै लिएर चाहिँ तपाईँले एउटा बलमा यसको सेतो भागलाई चाहिँ तपाईँले बलमा चाहिँ तारेर सानो धुलो बनाएर चाहिँ तार्नुहोस्। यसलाई सेतो भागलाई मात्रै छुट्याउनुहोस्। त्यस पछाडि स्यान्डलवुड पाउडर हैन, चन्दनको पिठो चाहिँ 1 चम्चा लाएर मजाले मिक्स गर्नुहोस् हैन। मिक्स गरिसकेपछि चाहिँ यस्तो फर्ममा निस्किन्छ हैन। यसको कन्सिस्टेन्सी चाहिँ अलिकति यस्तो भएर बनाउनुहोस् हैन। अलिकति मजाले घोलेर मजाले मिक्स गरेर यसको कन्सिस्टेन्सी चाहिँ यतिको बनाउनु भयो भने चाहिँ त्यस पछाडि चाहिँ तपाईँले यो एप्लाई गर्नुभन्दा अगाडि फेसलाई मजाले क्लिन्जिङ गर्ने, अब तपाईँले वास गर्ने हैन। मैले चाहिँ अघि वास गरिसकेको भएर चाहिँ अब मैले काँचो दुधले चाहिँ मजाले वाइपले चाहिँ मैले पुस्दैछु हैन। त्यही पनि हेर्नुहोस्, काँचो दुधले यति मजाले हाम्रो फेसलाई सफाइ गर्छ हैन, डस्टहरू भित्रैदेखि निकाल्छ क्या हैन काँचो दुधले। तपाईँले पनि एकचोटि काँचो दुधले मजाले हैन तपाईँको मजाले क्लिन्जिङ गर्नु भने तपाईँको भित्रैबाट फोहोर चाहिँ सफा गरेर निकाल्छ है। त्यसपछि चाहिँ तपाईँले मजाले यो क्लिन्जिङ गरिसकेपछि चाहिँ अघि हामीले रेडी गरेको प्याकलाई चाहिँ तपाईँले मजाले एप्लाई गर्नुहोस् है। अन्डा र स्यान्डलवुड पाउडर मात्रै, दुईवटा चिज मात्रै मिक्स गरेर हैन। यति राम्रो स्यान्डलवुड पाउडरले चाहिँ यति राम्रो तपाईँको स्किनलाई चाहिँ फ्रेसनेस गराउँछ हैन, टाइटनिङ गराउँछ। एकचोटि युज गरेर हेर्नुहोस् हैन। अनि अर्को फाइदा, अन्डाको स्मेललाई पनि अलिकति कम गराइदिन्छ क्या यो अब चन्दनको पाउडरको स्मेलले चाहिँ। अनि मजाले हाम्रो फेसलाई चाहिँ फेसमा लाउन सकिन्छ हैन। स्मेलहरू अलिकति मिनिमाइज गर्न काम गर्छ क्या, दुईवटा फाइदा छ हैन। हाम्रो अब अन्डाको वाइट भाग तपाईँले मजाले त्यसले त अब स्किनलाई टाइटनिङ गर्न नै हेल्प गर्छ हैन। ब्राइटनिङ नै दुईटै गर्ने गर्छ।
प्लस तपाईँ भेजिटेरियन हुनुहुन्छ भने त अब अन्डा युज अभियसली गर्नुहुन्न होला। यसको अप्सनमा चाहिँ के त भनेर तपाईँलाई लागिरहेको छ भने यसको अप्सनमा चाहिँ तपाईँले केरा होइन ठिक्कको तपाईँले धेरै पाएको होइन धेरै काँचो भने ठिक्क पाकेको चाहिँ तपाईँले लिनुहोस् अनि मजाले यसलाई चाहिँ मजाले मिक्स गरेर चाहिँ उही स्यान्डल पाउडर चन्दन पाउडर मजाले 1 चम्चा जस्तो मिक्स गरेर चाहिँ मजाले यो अन्डाको ठाउँमा तपाईँले कोलाको युज गर्नुभयो भने पनि हुन्छ। अलिकति काँचो दुध मिसाइदिनुहोस् मजाले यसलाई चाहिँ प्याकको रूपमा बनाएर चाहिँ मजाले एप्लाई गरेर आधी घन्टा जति राखेर वास गर्नुभयो भने सेम अन्डा र यो कोलाले गर्नुपर्ने काम चाहिँ होइन एउटै गर्छ क्या। तपाईँ यदि भेजिटेरियन हुनुहुन्छ भने त पक्कै पनि तपाईँले अन्डा युज गर्नुहुन्न होइन, तपाईँले त्यसमा चाहिँ तपाईँले कोला युज गर्नुभयो भने सेम हो कि काम चाहिँ है। तपाईँले यसरी युज गर्नुभएपछि चाहिँ आधी घन्टा राखेपछि चाहिँ मजाले होइन अब यो प्याक लगाइसकेपछि चाहिँ अलिकति होइन सुत्नुहोस् भन्छु म चाहिँ होइन। मजाले सुतिसकेपछि चाहिँ अब कालो फर्ममा हामीले जता ढल्काएर राख्यो हामीलाई त्यति नै स्किन टाइटनिङ गर्न हेल्प गर्छ नि त। त्यही भएर मजाले प्याक लगाइसकेपछि रेस्ट गर्नुहोस् होइन। सकेसम्म चाहिँ मजाले बेडमा नै अरू कहीँ तपाईँलाई सजिलो ठाउँमा चाहिँ उतार्नु परेर चाहिँ सुत्नुहोस्। त्यस पछाडि चाहिँ सम्भव भएसम्म छैन भने त ठिक छ होइन बसेर पनि तपाईँले लाउन सक्नुहुन्छ होइन। त्यस पछाडि तपाईँले मजाले आधी घन्टा पछाडि चाहिँ मजाले अब एकदम टाइट भइसकेको हुन्छ नि त अन्डाको सेतो भाग त हो होइन। मजाले सुकिसकेको भइसकेपछि चाहिँ यसलाई मजाले चाहिँ तपाईँले पानीले हल्का भिजाउनुहोस्, छ्यापछ्याप तरिकाले भिजाएर मजाले मसाज गर्नुहोस् होइन। 1-2 मिनट जति मजाले मसाज गरेर पानीले वास गर्नुहोस् होइन। वासअप गरिसके पछाडि तपाईँको स्किनमा यस्तो धेरै एकचोटिमा नै चेन्ज देख्न सक्नुहुन्छ साथीहरू है। अनि त्यस पछाडि मजाले अब पुसेर ओपन पोर्सहरू सबै खुल्ला भइसकेको छ नि त होइन। अब तपाईँले के गर्ने त भन्दा अब ओइली फेस छ भने चाहिँ तपाईँले मजाले त्यसमा गुलाब जल स्प्रे गरेर एकछिन सुक्नु दिनुहोस्। त्यस पछाडि मोइस्चराइजर तपाईँले कुनै एउटा कम्पनीको मोइस्चराइजर लाउनुहुन्छ, मोइस्चराइजर अब लाउनुहोस्। मैले चाहिँ अब यो कम्पनीको मोइस्चराइजर लाउँछु देख्न सक्नुहुन्छ। अनि मजाले मोइस्चराइजर लाएर यदि बिहान तपाईँले गर्दै हुनुहुन्छ भने आफ्टर मोइस्चराइजर पछि तपाईँले सनस्क्रिन एप्लाई गर्नुभए पनि हुन्छ। यदि नाइटमा गर्दै हुनुहुन्छ भने चाहिँ सनस्क्रिन चाहिँ अभोइड गर्नुभए हुन्छ होइन। सनस्क्रिन नाइटमा परेन। यति गऱ्यो भने तपाईँको स्किनमा होइन 1 महिनामा चाहिँ यति धेरै चेन्ज देखिन्छ साथीहरू। यदि भिडियो कस्तो लागिरहेको छ, यदि भिडियो मन पर्यो भने पक्कै पनि 1 लाइक शेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला है त भन्दै आजको मेरो भिडियोबाट बिदा हुन्छु। नमस्ते।